नमस्कार दर्शकबिन, आजको भिडियो फेसबुक मोनिटाइजेसन कसरी गर्ने अथवा पे आउट सेटअप कसरी गर्ने। हार्दिक स्वागत छ जेन्युन टेक टिप्स च्यानलमा। अल्छी नगरिकन यो भिडियोलाई चाहिँ सब्स्क्राइब गरिदिनु होला र तपाईहरुले सब्स्क्राइब गरिदिनु भयो भने मैले केही मोटिभेसन पाउँछु, अर्को भिडियो बनाउने मलाई प्रेरणा जाग्छ। तपाईहरुको सपोर्ट चाहिएको छ, प्लिज सपोर्ट गरिदिनु होला। साथमा नोटिफिकेसन बेल आइकनलाई अल अनमा क्लिक गरिदिनु होला ताकि भविष्यमा चाहिँ तपाईहरुले चाहिँ आफ्नो मोबाइलमा मेरो भिडियोहरु आउँदाखेरि चाहिँ सबैभन्दा पहिला चाहिँ तपाईहरुले नोटिफिकेसन पाउनु हुनेछ। ल त अब ढिलो नगरिकन मोबाइलको स्क्रिनतिर जाउँ है त। यो तीनटा धर्का दिएको हुन्छ अनि तपाईको आईडी हुन्छ यहाँ कुनामा चाहिँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि प्रोफेसनल ड्याशबोर्ड क्लिक गर्नु होला अनि क्लिक गरिसकेपछि तपाईले चाहिँ स्क्रल गर्दै अझै तलतिर जानु होला। मोनिटाइजेसन हेर्नु होला है। मोनिटाइजेसन यहाँ छ, सी अल मा क्लिक गरिसकेपछि तपाईको मेरो चाहिँ स्टार दिइसकेको अवस्था छ, मैले सेटअप गरिसकेको छु। योर अर्निङ्स अफ $0 have expired on February 1 भन्दैछ। To start earning again and get paid, you will need to complete setting up your payout account भनेछ। ल त अब यसलाई कन्टिन्यू गरौँ है। कन्टिन्यूमा क्लिक गरौँ। त्यो पासवर्डमा भएको नाम पुरा फुल फर्ममा लेख्नु होला है। फर्स्ट नेपालमै हुनुहुन्छ भने नेपालकै यहाँ नेपाल भनेर राख्नु होला। अनि त्यसपछि म अहिले मलेसियामा छु, त्यही भएर मैले मलेसिया नेक्स्ट गर्छु। थरमा चाहिँ मैले थापा गरिदिएछु है। डेट अफ बर्थमा चाहिँ मेरो पहिलादेखि एउटा फिलअप थियो, त्यही आएर बसेछ। कन्भर्ट गरेर अंग्रेजीमा राख्नु होला। अंग्रेजीमा कति पर्छ, कति साल, कुन महिना, डेट कुन हो त्यो राख्नु होला। ल अब मैले नेक्स्ट गरेँ। यहाँ चाहिँ अब मलेसिया भनेको छ, मलेसिया ठिकै छ। इन्डिभिजुअल, अब यो बिजनेस टाइपमा चाहिँ धेरै जसोले यसमा चाहिँ गलत गर्छन्। क्लिक गर्नु होला इन्डिभिजुअलमा, पार्टनरशिप जोइन अन्यथा नगर्नु होला। नेक्स्ट गर्नु होला। अब यसमा चाहिँ इन्टर यो इन्फो, जस्तो यहाँ माथि लिगल फर्स्ट नेम भनेछ, मैले अघि भर्दाखेरि चाहिँ बहादुर गरे, त्यसलाई चाहिँ बहादुर चाहिँ हटाएर यहाँ अब यो फर्स्ट नेम चाहिँ शेर भयो, शेर राखिदिने। तपाईको जे नाम छ, जुन नाम छ फर्स्ट नाम त्यही नाम राख्नु होला। अब यहाँ दोस्रोमा चाहिँ मिडल नेम भनेछ, मिडल नेम चाहिँ मेरो बहादुर पर्छ, बहादुर हो, बहादुर राखेँ। लास्ट नेम चाहिँ थापा पर्यो, ठिकै छ। प्राइमरी एड्रेस तपाईले आफ्नो विदेशमा हुनुहुन्छ भने विदेशको ठेगाना राख्नु होला। अब तपाईको सिटी के पर्छ त्यही राख्नु होला है। विदेशमा भएको मान्छेले, हाम्रो नेपालमा भएको साथीहरुले चाहिँ सिटी चाहिँ जे पर्छ त्यही राख्नु होला। तपाईको आफ्नो सिटी राख्नु होला। अनि पोस्टल कोड भनेको तपाईको पोस्ट कोड राख्नु होला। अनि स्टेट तपाईको राज्य के पर्छ त्यही राज्य राख्नु होला। यो पोस्टल कोड, जसलाई पोस्टल कोड पनि भन्छ, जिप कोड पनि भन्छ। नेपालको आफ्नो जिप कोड राख्नु होला। पोस्टल कोड या जिप कोड एउटै हो। मैले चाहिँ मेरो यहाँको राख्दै छु। मलाई के राख्नु भएको छ, यो ट्याक्स आइडेन्टिफिकेसन नम्बर भनेर भन्दैछ नि, यसको TIN, यसको चाहिँ
विदेशमा भएको साथीले चाहिँ पासपोर्ट नम्बर हाल्नु होला। अनि हाम्रो मैले मेरो पासपोर्ट नम्बर राखिसकेँ। अब यो भ्याट जीएसटी जुन भन्छ यो पर्दैन हामीले। अनि यो लास्टमा तल अलि माथि गर्नु होला, स्क्रोलिङ बक्स छ त्यसमा चाहिँ क्लिक गरिदिएपछि यस्तो यसमा क्लिक गरिसकेपछि नेक्स्ट गर्नु होला है। नेक्स्ट यहाँ चाहिँ पेपल तपाईँको छ भने पेपलले गर्नु होला नेपालमा भएको साथीहरूले, या ब्याङ्क एकाउन्ट छ भने ब्याङ्क एकाउन्ट लिङ्क गर्नु होला म्यानुअली। मैले त यहाँ क्लिक गर्नु होला, गुगलमा गएर सर्च गर्नु होला स्विफ्ट कोड भनेर। नेपालको हो भने नेपालको कुन ब्याङ्कको छ, नेभिल ब्याङ्कको हो भने नेभिल ब्याङ्क स्विफ्ट कोड भनेर लेख्नु होला। अनि सर्च बारमा लेखिसकेपछि तपाईँको निस्किन्छ। सपोज कुमारी ब्याङ्कको छ, एकचोटि रिचेक गर्नु होला तपाईँको सही छ छैन। यो ताला जस्तो देखिएको छ निलोमा, यसमा चाहिँ तपाईँले लिङ्क पे आउट मेथडमा चाहिँ तपाईँले क्लिक गर्नु होला। ल मैले क्लिक गरिदिएँ है। मेरो प्रोसेसमा चाहिँ के भन्छ, आइसकेपछि अनि ट्याक्स इज रिक्वेस्टिङ एक्सेस टु नेम एन्ड प्रोफाइल पिक्चर, कन्टिन्यू एज आकाशमा क्लिक गर्नु होला। अनि फेरि कन्टिन्यू एज आकाशमा क्लिक हुँदैछ। आर यु युएस सिटिजन, युएस पर्मानेन्ट रेसिडेन्ट, ग्रीन कार्ड होल्डर और अदर युएस रेसिडेन्स एलियन। तपाईँले काम गर्नु, आई एम नट स्योर, यिनीहरू केही नगर्नु होला, यस अर नोमा क्लिक गर्नु होला, नोमा क्लिक गर्नु होला। अनि त्यसपछि आर यु एक्टिङ एज एन इन्टरमेडिएरी एजेन्ट or other person receiving payment on behalf of another person of as a follow throwing entity, yes or no मा चाहिँ हैन, नो मा चाहिँ तपाईले क्लिक गरिदिनु होला। अनि त्यसपछि यसलाई क्लिक गरिसकेपछि तपाईले एकचोटी यसलाई पनि नेक्स्ट गर्नु होला। अनि क्लिक गरिसकेपछि तपाईको यो लगभग सिद्धिन सक्यो। अनि त्यो बक्समा क्लिक गर्नु होला तपाईले। हस् त, अर्को नयाँ भिडियोमा भेटौँला। नोटिफिकेसन बेल आइकन अल अन गरिदिनुस्। आगामी भिडियोको लागिलाई सबभन्दा पहिला तपाईले नोटिफिकेसन पाउने हुनेछ। लाइक, सब्स्क्राइब, शेयर गरिदिनु होला। एउटा कुरा मैले भन्नु छ, तपाईले भिडियो त हेर्नुहुन्छ मेरो, सब्स्क्राइब गर्नुहुन्न, नोटिफिकेसन चाहिँ अल अन गरिदिनुहुन्न। प्लिज तपाईहरुसँग अनुरोध छ मेरो भिडियोहरुलाई चाहिँ स्किप नगरिकन राम्रोसँग हेर्दिनु अनि सब्स्क्राइब पनि गरिदिनु। बेल आइकनलाई चाहिँ अल अन गरेर क्लिक गरिदिनु होला।